नमस्ते मित्रहरू, मैले आज चिउरा बनाउन गइरहेको छु है। अब चाहिँ सबभन्दा पहिला चिउरालाई यसरी सेक्ने कडाईमा हालेर अनि चाहिँ तेलमा चाहिँ सिङदाना बदाम भनिन्छ हामीले हैन, त्यसलाई तलेर सेट्ट निकालेर चाहिँ त्यो पोहामाथि सट्ट खनाइदिने। त्यसपछि दालिया दाललाई पनि सेट्ट पारेर तलेर त्यसपछि त्यसलाई पनि चाहिँ पोहामाथि खनाइदिने। अनि चाहिँ नारियल, सुकेको नारियललाई चाहिँ पातलो पातलो काटेर यसरी चाहिँ सट्ट तलेर यसलाई पनि सट्ट पारेर तेलबाट निकालेर छक्क छानेर हैन यसरी पोहामा खनाइदिने। यो कढीपत्ता हो, कढीपत्तालाई पनि राम्रोसँग फ्राई गरेर त्यसलाई पनि पोहामाथि खनाइदिने। अनि यो हरियो खुर्सानी यसलाई पनि काटेर चाहिँ यसरी फ्राई गर्ने। त्यहाँबाट तेलमा राई हाल्ने, जिरा हाल्ने, अनि हिङ हाल्ने, राम्ररी हाल्ने हिङ। त्यहाँबाट चाहिँ बेसार हाल्ने। अब यो भयो हाम्रो, यसलाई चाहिँ छोक। त्यसमाथि माथिबाट पिसेर चिनी, अमचुर पाउडर, अनि चाहिँ नभए नुन, यति नै हो यसमा सामग्री हाल्ने हैन। यसरी सट्ट मिक्स गरेपछि ल यो हो महाराष्ट्रन चिउरा।